हेलो नमस्ते एन्ड गुड आफ्टरनुन सबैजनालाई आजको न्यू डे न्यू ब्लग चाहिँ मेरो चाहिँ घरबाट स्टार्टिङ हुँदैछ। आज चाहिँ भोलि चाहिँ मेरो दाइको ढोबेट हो, त्यही भएर चाहिँ आज चाहिँ सोधने छन जाँदैछ, त्यही भएर चाहिँ हल्का भिडियो बनाइदिएको है। आज नि यता चाहिँ भारी बोकेर जानु लागेको छ है सोधनेको लागि चाहिँ। यता चाहिँ यता चाहिँ मामा भान्जी दाई सोल्टी छोरी छ। दाइले चाहिँ खसी तान्नु भएको छ है। ल तल ल ल त है मामा, ल हुन्छ मामा है। ल कान्छ कान्छ या ल यो सगुनको लागि है। त ल गयो जन्ती टोली सोधानेको लागि है। ल दही ठेकी खसी दुईटा भारी है, रोटी रक्सी। ल त अरू भिडियो चाहिँ भोलि आउँदैछ। यता मम्मी र बाबा हुनुहुन्छ, म चाहिँ यता छु। अरू भिडियोहरू चाहिँ भोलि घरबाट हामी जन्ती गएको भिडियोहरू चाहिँ हामी भोलि एड गर्नेछ है। कपारमा ल है त मेरो दाइको ढोबेटमा यहाँ रोटी हाल्दै आमाहरूले यता फेरि आमाहरू माइजूहरू फुपूहरूले माला हुँदै प्रेसियो दुलालाई जन्ती टोलीलाई यता रोटी हाल्दैछ फाइनली। रोटी निमा थियो रोटी हेर्नु त कति राम्रो भयो यहाँ। मान्छे त राम्रो हो, प्रेसियो दुलै छ्याउले म केही छ्याउमा लुँदैन मात्र काले। ल है ल अब भोलि हो ढोबे चाहिँ। आज चाहिँ रोटी हाल्दै कार्यक्रम। अरू भिडियो चाहिँ भोलि पनि आउनेछ ढोबेटको। यता चाहिँ मेरो घर यता सिँगारपटर भइसकेको कार्यक्रम छ। अब चाहिँ सोधनेको लागि चाहिँ भारी बोकेर जान लागेको छ है। सोधनेको लागि फुपूहरू यता छ, म चाहिँ यता छु है। होइन अब जानु ला यता मथेले दिउँसो भन्थे अरे आउँदैन मथेर म चाहिँ यता माथे यहाँ जा माथे जन्ती तोरे पनि यहाँ म ल है। म चाहिँ अब यहाँ सोधनेको लागि चाहिँ म भिडियो बनाउँदैछु है त है। यहाँ चाहिँ हाम्रो माइला दाइले लुगा सिलाउँदै हुनुहुन्छ है त है। यता बुढो बाबा यता चाहिँ ल अब सोधनेको लागि चाहिँ भारी बोकेर जान लागेको छ भान्जी र छोरी है। छोरी चाहिँ दाएर भाउजू ल चाहिँ यहाँ चाहिँ सगुनको लागि चाहिँ रेडी भइसकेको छ। यता सोल्टी छोरी भान्जी अनि यता चाहिँ दुईटा भारी रेडी भइसकेको छ। अनि यहाँ चाहिँ यो ठेकी भयो दही ठेकी यस्तो लानुपर्छ अरे क्या गुरुङहरूको। अनि यहाँ चाहिँ यहाँ लास लागेर तिनजनाले नै मुख छोपे यो छोरी भयो यता भान्जी सोल्टी भयो यता युट्युबमा आउँछ क्या भोलि। अनि यता चाहिँ सिँगारपटर यहाँ चाहिँ भइसकेको छ है। सरन दाइले चाहिँ खसी तानेर लिएर आउनु भएको छ खसी है।
चाहिँ खसी यता चाहिँ त है अब चाहिँ यहाँ सगुनको लागि चाहिँ भारी बोकेर जानु भएको छ भान्जी छोरी सोल्टी चाहिँ यता चाहिँ हाम्रो दिदी हुनुहुन्छ दिदी र म चाहिँ यहाँ छु अब यहाँ चाहिँ सगुन बोकेर निस्किन लागेको छ है भान्जी छोरी सोल्टी चाहिँ है अनि यहाँ खसी छ खसीलाई एउटा माला है लाइट गाइस लाइट छले पोदिउ वा नि ननम है सगुन बोक्ने टोलीहरू निस्कियो ल सोल्टी ल है सोल्टी ल भान्जी अलि भारी भयो जस्तो बोकम है ल है छोरी ल यता चाहिँ हाम्रो मेरो बुढोबाले चाहिँ यता टिका लगाइदिनु भएको छ है सोल्टी भान्जी छोरीलाई सगुन छोड्न जानको लागि यता आएर छायो रहेन मम्मी यता चाहिँ हाम्रो भान्जी भारी बोकेर आउँदैछ अनि यता चाहिँ हाम्रो सोल्टी है ठेकी बोकेर जाँदैछ कस्तो फिल हुँदैछ त नि सोल्टी टाढाको बाटो ठेकी बोकेर जाँदैछौ ल भनिदिउँ त यस्तो त्यसरी बस फर्किन हुँदैन प्रेसियो त क्रोमा तेनो टोली क्रोक रही आए ट्रेन हो उस जान न यो खाइदियो हुन्छ नि हो न मम्मी बोल्दा र मामा आयो मामा नसोच जोसी देखो मामा ल तल अहिले चाहिँ यहाँ चाहिँ रोटी खाएर बसिरहेछ भारी बोकेर यहाँ चाहिँ हाम्रो दाइ रहेछ खसीतानीमा है खसीतानीमा यता चाहिँ मामा आउँदै हुनुहुन्छ है पपला के आइज म्यादी टोली खाना ल है त यहाँ चाहिँ दाइको भोलि डोबेर छ त्यही भएर चाहिँ यहाँ भाउजू यता कान्छी दिदी आउनु भयो यता ठुल दिदी आउनु भयो साइली भाउजू र माइली भाउजूले चाहिँ यहाँ खाना दिँदै हुनुहुन्छ आज चाहिँ तरकारी पकाएको चाहिँ कुक चाहिँ मै हो है देखाइदिउँ न नयाँ पनाबे नयाँ दुली सुरुमा चाहिँ नयाँ दुली हुआ अनि यता चाहिँ बुढो बाबुले बाबा मामाले खाना खाँदै हुनुहुन्छ
यता चाहिँ सोल्टी छोरीहरूले खाना खाँदै सोल्टी बान्छ यता बान्छ यता सोल्टी खाना खाएको को गयो रोसी खानु भएछ क्या सोल्टी भान्जाले नि रोसी खानु भएछ क्या यता म चाहिँ यता छु है कतारमा चाहिँ यहाँ रोटी भोलिको लागि पपला रोटी यहाँ छ त्यो टेबल मनी छ यहाँ छ है अनि यो कोक स्प्राइट भयो हिजो लिएर आएको हामीले यहाँ चाहिँ भयो चाहिँ रोटी हो पपला रोटी यो चाहिँ टपरी भोलि मासुको लागि चाहिँ कुखुरा एउटा जिउँदै काटेर चाहिँ त्यो टपरीमा प्याक गरेर चाहिँ लिएर जानुपर्छ है अनि म चाहिँ यता छु अनि अब एकछिनमा खानासाना खाने हो त्यही हो सो भिडियो गर्दैछु खोइ त नि मलाई नि खाना मलाई हो त्यो ए खुर्सानी ल यहीँ बसेर खाइदिन्छु म त भात होइन बाबा बाबा होइन ठिकै छ ल त यी खाना सुरु खुर्सानी मासु ल त बाबु र बाबा खायो मामा ल ल चौ चौ दिदी दिदी खायो ल ल त खाना खाने हेर्नु दिदीले मलाई यतिसम्म हेपेको तरकारी पकाएको भए मिठो छैन रे दिदीले पेटभरि खानुसम्म खायो अनि त्यसपछि त अघाएपछि त फेरि है मिठो छैन कोही फेरि यता हात चाट्दैन भन्ने मान्छे त फेरि यता हात चाटेर बसिराख्नु भएछ त्यहाँ थाल छ के हात चाटेर खाने मान्छे लास्टमा खानासँग 2 थाल खायो अन्त लास्टमा त मिठो भएर भन्छ मेरो मैले पकाएको तरकारी खाएको नमिठो भयो भन्ने है हामी चाहिँ जान रेडी भइसकेको छ चाहिँ जन्ती टोली आइसकेको अवस्था है घरतिर यहाँ चाहिँ यो मालाहरू चाहिँ जन्ती टोलीलाई छ है यता चाहिँ फुक्दै अनि यता चाहिँ हाम्रो आजको नयाँ दुला मेरो माइला दाइ त्यो कोट लाउनु न एकचोटि कस्तो देख्दो रहेछ कोटसँगै अनि यता चाहिँ महरू पनि देखाउँदैछु है ल त आज चाहिँ यता हाम्रो आमा टोली आइसक्नु भएको छ है सोल्टी ठेकी बोक्ने मान्छे आजको हाम्रो मान्छे भारी बोक्ने मान्छे सय भारी त म थिएँ यता चाहिँ दुलाको बाउ मेरो बाउ हाम्रो फुपू ल
यता चाहिँ हाम्रो जन्ती टोली जन्ती जानको लागि चाहिँ मामा बाबा मामा माइला बाबाहरू सोल्टीहरू मामा बाजे रेडी रेडी है रेडी ल त म नि अब एकछिनमा रेडी हुन्छु म नि हुन्छु रेडी एकछिनमा नि यता चाहिँ हाम्रो नानी रेडी भइसकेको छ दिदी पनि रेडी भइसकेको छ अब म पनि रेडी हुन्छु अनि मम्मीले चाहिँ यता भारी रेडी गर्दै हुनुहुन्छ कुन हो मम्मी रोटी यो रोटी यो रक्सी अनि यहाँनिर रोटी रक्सी उसो रेडी गर्न लाग्नु भएको छ यो चाहिँ ठेगी दही ठेगी हो अनि यो चाहिँ दाइरा भाउजूलाई है ल यहाँ दिदीले चाहिँ दाइरा भाउजूलाई माला लगाउँदै हुनुहुन्छ के भयो यार छिटो छिटो त क्या यति घडी जति जरा क्या मतलब क्या रहे हैं लैला फ्रेन्ड छुइन ननै ख्यामेलाई त क्यालाई ए टिका लाउने पार्टी त फर्किने होइन अब उता जाने हो यता आउने होइन बुझ्यो टिका लाउने पार्टी उता जाने हो टिका लाएर उता गएपछि उता जाऊ नासेर खसेर आधी बेला आशे बना गया नासेर आधी बेला आशे बना नहीं त बाबालाई आधी बजेर नकिन्दो रहेछ मैले यसो हेर्दाखेरि नयाँ नयाँ गरिहाल्छ त्यसरी चिनेर नयाँ नयाँ छोराहरू भइहाल्छ तिम्रो जानु पर्छ यता भयो यता एउटा बाबालाई यता बाबालाई ल ल ए हाम्रो चाहिँ यहाँ दुलोको बाउले खोटिनीलाई टिका लगाउँदै
क्वालिटी चाहिँ क्या लाल ना दो है दादी में आ रहे क्या कि मतलब हम दादी की हमें लेनी है तिमीले हो सकला तू त्यही छाडौँ त्यो खेल्छन् क्या त्यो तिमीले हो सकला त्यही ल यी कुटिनीले फिटा लगाउँदै स्वागत गर्दै चाहिँ कुटिनी पऱ्योले 10 कुरा हो कुटिनी यहाँ चाहिँ परेको चाहिँ पैसा आएन जो आमा पार्टी पनि जोस आए पैसा नेला पनि के पेले नि पैसा बिगे भोलि आउँदै को दुई चुलाई दाजु आफै आए दाजु फेरि तै पुरा टाइम के सायद म यसैको ढाइया भयो यता यादी ल है यहाँ टिका लगाउँदै पर्सिन अलि पछाडि आउनु बाबा जाऊ न छिटोको भारी बोक्ने भित्र जाऊ भित्र अलि पछाडि आउनु यहाँ आइसिन सबै काम अध्यक्षले गर्नुपर्ने कति बजी घडी हो टाइम घडीको टाइम हो हिँड्नु पर्छ मान्छे भारी बोक्दै हिँड्ने होइन भनेको के गर्दैछ पहिले तयारी छैन कि हो
यता 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 चुई कर्मु आर्यो कर्मु पिसेछ कर्मु पिसेछ ल है यता 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 बाबालाई खाइदिनु म यता म गरिदिन्छु अब सबलाई लगाइदिनु है जन्ती टोली मामालाई ढिलो भएको छ ढिलो भएको छ छिटो गरे छिटो गरे ठुलो भयो भर्खर म तेल बत्ती यहाँ चलेर रोटी बोतल खायो आज फेरि यही छ कति पऱ्यो मोबाइल पनि मोबाइलै दिइहाल्यो भने जन्ती टोली लागिएको अवस्था हिँड बाबाले टिका लगायो कान्छी बाबाले टिका लगायो हिँड्न छिटो हाल्नु पर्यो नि ल क्या दुई ना ये मैं क्या से था जो तो ये देखा रही हो ल या पाँच पाँच Tapi kilbe chala bangila ut Ada kibat chala ngila ule. Laitala. दुला भन्छ भाइ हजार हजार चाहिँ दुला भन्छ भाइ हजार हजार चाहिँ दुला बहिनीलाई नि हो लैला मेरै बाल हो खाली फेरि अर्को दुला भयो है कि कहिले
नदी हाम्रो चाहिँ सबै चाहिँ हामी चाहिँ लागेको अवस्था म चाहिँ यता छु कलाएर है यता चाहिँ बाबाहरू दाईहरू अनि यता तल पनि गइसक्नु भएको छ है म चाहिँ यता छु म पनि जाँदैछु यहाँबाट है कपारमा झर्दैछु है भने कपारामा यता अगाडि बाबाहरू हुनुहुन्छ ल युट्युबमा आउँछ नानी आउँछ भाइरल हुनु भयो क्या औ ल त ल आउँदैछ ढुक्कै भाइरल हो नि अब दुईटा ठाउँमा आइसक्यो ल म चाहिँ ल यी जन्ती टोली जाँदै यही हामी चाहिँ ढोभेटमा जाँदै दाइको ढोभेटमा जन्तीमा जन्ती टोलीमा यस्तो पछिबाट आउँदैछ है जन्ती टोली आउँदैछ दुईटा देवारा खाना त होला यहाँ दिदी बहिनीले कत्रो देख्छ रे ल है दुलको कान्छी बहिनी जेठी बहिनी ल त है अरू टोली चाहिँ यता छ भारी बोक्ने टोली अगाडि गइसकेको छ है हामी चाहिँ पछि पछि बिचमा हिँडिरहेको छौँ अनि यता दिदीले चाहिँ साह्रै माया गर्नुहुन्छ क्या मलाई त्यही भएर सासुर भाइ सासुर भन्नुभएको छ है स्कुटरमा आउँदैछ गयो गयो कसले आयो आयो लैला 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 हेलो 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 लैला लैला लैला
बाजु Laila हामी चाहिँ आइपुग्न लाए डाँडा गाउँको गेट प्रवेश गरियो आइपुग्न लागे हामी चाहिँ आधी टोली अगाडि आधी टोली पछाडि है आइपुग्न लायौँ अरू भिडियो चाहिँ वहाँ पुगेपछि है हामी आइपुग्यो यही हो चाहिँ भाउजूको घर चाहिँ ढोबेढुङ्गे हरियो हो हामी चाहिँ यसमा आउँदैछु लाइला लाइला हाम्रो टोली उतार आउँदैछ आउँदैछ है आउँदैछ लाइला दाइ ए मामसी नमस्कार ल शीतल बुढोबारी भन्नु न बाबा गेटमा स्वागत गर्नु ल मेरो तर्फबाट चाहिँ अलरेडी स्वागत है सबै कति सानो अब चाहिँ हामीलाई यहाँ स्वागत गर्दै क्रीम मोपरी झरी मोर खामिले तम क्या छुइले झरी मोर खामिन छ छुइले खामिन दि यतातिर लगाइदिनु न यहाँ उता यतातिर लगाइदिए भइहाल्छ नि लगाइदिनु त जतालाई फेला पर्छ कुटिनीलाई किसिमै लगाउँछ न र चसै खाँदैन यो कुटिनीलाई कुले नि हो कुले राजाले झरियालाई फेरि त्यो टोलीले चाहिँ तामर्क युज गर्न लागेको छ है
ल ल हाम्रो टोली यता घुम्दिने त खेला त लिगा लेख्नु फेन तमाम के ल्याने जेफ्री म चाहिँ यता छु एकदम खानासाना खाएर यहाँ हिँड्यो अनि अब चाहिँ फुलचारा त्यहाँ बाँड्दैछौँ क्या अनि फुलचारा खाइसक्यो हामीले अनि म चाहिँ यहाँ अघि चाहिँ भित्र थियो नि दाइको साथी भएर बसिरहेको थियो त्योहरू चाहिँ भिडियो गर्न पाएन अनि अहिले चाहिँ बाहिर निस्केर फ्री भएको बेला चाहिँ बाहिर निस्केर भिडियो गरिदिएको अनि यता चाहिँ फोटोसुट आउट भइराखेको छ है यहाँ चाहिँ ए पाम गए थोड़ा खाई गुन्द्रुकको अचार र भट्टकको अचार फुपुचारा पाँदी मनी अनि आचुरा जहाँ पनि है ल त हाम्रो मान्छे यहाँ जर्किनु बोक्दैन आधा टोली उता छ सिधा छ आधा टोली यस्तो मजा लाग्यो घाम यार ल फेरि चुप्री म फोटो खिचिँदै चुप्री राख्दै सिधुलाई यो चाहिँ हाम्रो दाइको ससुराली है डाँडा गाउँ है यो दाइको ससुराली यही हो भाउजूको माइत आजको बिहाको घर यही हो बिहा भएको घर भरे युट्युबमा आउँछ है हेलो नमस्ते जिनपाल जय घन्टी आज त जय घन्टी हो त नि सोल्टीले चाहिँ हँसाउनुहुन्छ है भदै नि यता म चाहिँ यता छु दाइको ससुरालीतिर ढोलेटमा दाइ यसो दुलाको साथी भएर बस्थ्यो कि के अरे बेजो भयो अरू चाहिँ हाम्रो टोली चाहिँ कोही तल कोही यताको पारीको घरमा छ यता कोही हेरी मोबाइल चलाएर टिकटक हेर्दै बसिरहेको हाम्रो घर चाहिँ पारी पर्छ त्यो डाँडो देख्यो ठ्याक्कै त्यसकै मुनि है घर चाहिँ टिकटक त बबाले बनाएको त खत्रै बनाएको त टिकटक बनाएको कि भ्लग बनाएको ल है जन्ती टोली यहाँ गीत गाउँदै
दुलहीको र दुला होइन दुलहीको घरमा गीत गाउँदैछ है जन्ती टोलीले। यता चाहिँ नाच्न तानिराख्नु भएको छ मालावालले। मेरो बाबा र माइला बाबा नाच्दै हुनुहुन्छ। ल यहाँ घम्सा घम्सी हुँदैछ है, के हुँदैछ यहाँ। के नि न भाइरल भयो नि, यतिकै त झन् भाइरल भइरहेछ। भसक्कै भइदियो अनि त क्या नि है, मेरो केही नै हुँदैन। बोल्न त सबैसँग हुन्छ, दाइलाई छोडेर नगए हुन्छ। हुँदैन, हुन नि हुँदैन। यसो भनेको मात्र। हाम्रो जन्ती टोली चाहिँ आफू बुचाएर खान रेडीको भइरहेको अवस्था। बुचाएर खाँदै हाम्रो जन्ती टोली।
खानासाना खाइयो यता मान्छेहरू बिचरा खाँदैछु हामी यहाँ फुपू चारा दिँदै हाम्रो जन्तीले रोटी सेलरोटी अचार दाजु के खानु भएको ओ भाइ हजुरको नातिनी कसले भने हजुरको नातिनी कसले भन्यो हजुरको नातिनी भनेर यता हाम्रो मामा दुईटा फुपू चारा चौमिज हो खालि नि दिनुहोस् है कोप्लेले भान्जा समीर यता चाहिँ मेरो कान्छा आउँदै यो चाहिँ हाम्रो दाइको ससुराली यहाँ चाहिँ यहाँ चाहिँ विदाय कार्यक्रम हुँदैछ विदाय कार्यक्रम हुँदैछ है यो चाहिँ प्रेसिडेन्टले त्यो न बत्ती आएर तम्के बैरी कार्यक्रम सुरु गर्दै गर्नु फागुन 8 चौमाया को शुभ या छुट्टै सम्राट अब हामी जुन भाषण भन्ने गर्दा छुट्टै सम्राटको अवसरमा पार्टीले सबैलाई तर्फबाट स्वागत तथा यो अब अन्तिम विदाई कार्यक्रममा हाम्रो माइती तर्फबाट सङ्कलित यो उपहारहरू यस्तो केही अब उपहारहरू दिनुभन्दा अगावै माइती तर्फबाट आफ्नो दुई चार मन्तव्यहरू राखिदिनु हुन आदरणीय दाइ क्याप्टेन पदमबाट अनुरोध गर्न चाहे दाइको अब मन्तव्यपछि म चाहिँ यो लिस्टहरू चाहिँ
नगद प्लस दाई रिमप्रसाद गुरुङ र भाइ विशाल गुरुङबाट 50,000 र आज इष्टमित्रहरूबाट आउनुभएका टाढा टाढाबाट पाउनुभएका पाहुना तथा इष्टमित्रहरूबाट 4,25,000 गरी एकमुष्ट रूपमा अक्षय रुपियाँ 6,53,740 सुनको औँठी छोरीलाई 1 थान ज्वाइँलाई 1 थान र मैले एकमुष्ट रूपमा यहाँनिर समयको पाबन्दीले गर्दा मावा तथा घरतर्फबाट र हामीसँग अब इष्टमित्र आएको एकैचोटि बुझाइदिए यो चाहिँ प्रति तपाईँहरूलाई हुने होला नि पछि फेरि अब केही अब नबुझ्दाखेरि हामी बसेर फेरि अब छलफल फेरि गर्नेछौँ भन्ने आज्ञा माग्दै तामाको गाग्री 2 थान काँसको करुवा 2 थान काँसको थाल 4 थान काँसको कटौरा 4 थान काँसको अङ्कोरा 1 थान तामाको पाला 2 थान तामाको अङ्कोरा 3 थान छप्री 1 थान टी कप सेट 1 थान यसरी चाहिँ अब यो विवरण मामाहरूको आयो मामाहरूको मैले एकमुष्ट रूपमा मामाहरूको पनि हेरिराख्थेँ अब मामाहरूको पनि अब पढ्नुपर्ने मामाहरूको भन्दैन मामाको भन्दैन मूल मावलीबाट तपाईँको 30,530 गाग्री 1 थान केही अब अहिले 2 थान भने त्यही भित्रबाट चाहिँ मूल मावलीबाट एउटा गाग्री काँसको थाल 2टा कटौरा काँसको 2 पाला 1 र अन्य मावलीहरूबाट 1 छप्री र 22,000 रुपियाँ चाहिँ नगद यहाँ हजुरहरूकै सम्मुखमा चाहिँ राखेका छौँ अब वन मावलीहरू काम गरिदिनु
त फाइनल्ली हामी चाहिँ घर आइसकेको अवस्था। अहिले चाहिँ भिडियो गर्न पाएन आएको चाहिँ म, किनकि म बाइकमा आएको थिएँ, त्यही भएर चाहिँ मैले भिडियो बनाउन पाएन। अब चाहिँ घरमा चाहिँ रतौली नाच्दैछ, रतौलीको भिडियो चाहिँ म तपाईँहरूलाई देखाउने छु है त गाइस। यता बाहिर रतौली सुरु। ल ए रतौली सुरु भइसक्यो। बारे ल है यहाँ चाहिँ दिदी दुइटा भाउजूले चाहिँ खाना पस्काउँदै। ल है किचनमा यहाँ किचनमा के ठाउँ समीरलाई। ल है ल तातेको छ है माहौल। ल है ल म चाहिँ यता छु, भर्खरै खाना बनाएर भ्याइयो। अब खाना त आजको भिडियो चाहिँ इन्डिङ गर्न चाहन्छु। भोलिको भिडियो चाहिँ अर्को नेक्स्ट टाइममा आउँदैछ है। अहिले चाहिँ सबै कोठा सुतिसकेको अवस्था, म पनि सुत्न लागेको। ल त अब भोलि भेट्नुपर्छ हामी।